कस्तो लागिरहेछ तपाईँलाई लिनु नि त यो चुक्कालाई गोजीमा हाल्नु अनि आज हामी यसलाई लगेर तरकारी बनाएर खानुपर्छ आज गुलियो तरकारी खायो नि त हामीले रुममा अब यो लगेर अमिलो तरकारी खानुपर्छ ल सो एभ्रिवान आज चाहिँ हामी गुम्बा जाँदैछौँ यो बाटोबाट नयाँ बाटो आएको छ आज चाहिँ हामी अनि हाम्रो अगाडि सरहरू हुनुहुन्छ भने हामी चाहिँ पछाडि छौँ अगाडि हाम्रो आरती म्याम हुनुहुन्छ यता अनिसा म्याम हुनुहुन्छ अनि यता मेनुका म्याम अनि यता जसु म्याम अनि यता छु सबिना म्यामलाई त कसरी सक्दैन है अनि अब चाहिँ हामी गुम्बा जाँदैछौँ अनि अब हामी चाहिँ खतरा सरहरूले पनि देखाउने छु के हो हैन सो आज चाहिँ हाम्रो एकदमै ह्यान्डसम सरहरूसँग हामी चाहिँ घुम्न जाँदैछौँ अनि यो मोबाइल पनि ह्यान्डसम सरकै छ अनि त्यही पनि खतरा यसो अलिकति भए पनि भिडियो बनाइदिउँ भनेर चाहिँ हैन टक्क क्यामेरा अन गरेर टक्क भिडियो बनाउँदैछु म फेरि ब्रान्डेड सबिना तामाङ हैन अनि खासै राम्रो त देखेको छैन होला त्यही पनि यसरी भिडियोहरू चाहिँ बनाउँछु क्या म प्रायः जस्तो भिडियोहरू यसरी टक्क ब्लगहरू बनाउने काम गर्छु नि त त्यही भएर चाहिँ मलाई धेरै गाह्रो लाग्दैन भिडियो बनाउनलाई सो अनिसा म्याम हजुरलाई कस्तो लागिरहेछ त हो अनि आरती म्याम तपाईँलाई दुई गुणा राम्रो वाउ खतरा बनाउनुपर्छ तपाईँहरू त यस्तो हिरोइन आइरहेछ नि अब म देखाउने पालो हाम्रो सरहरूलाई छन् है वाउ जसु म्याम त यस्तो पोज पनि दिँदै हुनुहुन्छ उहाँको अब डिम्पलमै मान्छे फिदा भएर ढलिहाल्छन् अब के गर्नु अनि यहाँ छु म सबिना होइन यस्तो हिरो सरहरूलाई म अब तपाईँहरूको सामु लिएर आउँछु नि तपाईँहरू त कस्तो कमेन्टमा लेख्नुहुन्छ कि मलाई उहाँ सर चाहियो त्यो सर मिलाइदिनु न सिङ्गल हो कि मिङ्गल हो भनेर तपाईँहरूले यस्तो कमेन्ट दिन्छ होला नि यति ह्यान्डसम सरहरू हुनुहुन्छ हाम्रो माझमा सो म चाहिँ अब उहाँ सरहरूलाई नै धेरै नबुलिकन सरहरूलाई नै देखाउँदैछु अब तपाईँहरूले देखाएको एकदमै ह्यान्डसम सर यता हुनुहुन्छ 2 नम्बरी यता हेर्नु न वाउ अब 2 नम्बरी सर यतापट्टि 1 नम्बरमा ह्यान्डसम स्माइल पनि यत्तिकै बबाल छ यता एकचोटि हाँस्नु न अनि यता मोबाइलवाला सर अनि अब यता सर वाउ खतरा हाँसो अनि यतापट्टिको हाम्रो सर खोइ देखेन क्या ल वाउ अनि अब यतापट्टि लास्टमा सबभन्दा ह्यान्डसम सर यता एकचोटि हेर्नु सर सो हामी सबैजना चाहिँ आज घुम्न जाँदैछु कहाँ भने गुम्बामा चितवनको पुरै गुम्बा घुम्ने छु अनि हाम्रो यस्तो टक्क अलिअलि मिनी भ्लग पनि बनाउने छ होइन गाजहरू अनि मोबाइल चाहिँ बबाल लाग्यो अनि यसो हल्का भयो भने भिडियो बनाइदिउँ भनेर किनभने यसरी भिडियो बनायो भने त हाम्रो मेमोरी हुन्छ नि त टक्क यो दिनमा चाहिँ हामी यसरी घुम्न गएको थियौँ भन्ने हुन्छ नि त होइन त्यही भएर अलिकति मोबाइल राम्रो भेट्ने बित्तिकै म चाहिँ यसरी चाहिँ भिडियो बनाउने गर्छु क्या ट्याक्क यस्तरी भएको छ त्यसपछि त अघि त मेरो त राम्रोसँग फिक्सै देखेर होला के हो र अब चाहिँ हामी जाँदैछौँ फेरि धेरै नै भिडियो बनायो भने त यता सरको पनि मोबाइल ग्यारो फुल हुनसक्छ क्या त्यही भएर एकछिनलाई बन्द तर म यत्तिकै बोलेर पनि त्यो गुम्बासम्म जान सक्छु क्या गाइजहरू होइन चार्ज पनि खोइ मोबाइल त बगाएर लाग्यो यार सर तपाईँको मेरो मोबाइल साट्ने हो म यसरी नै भ्लग बनाएर हाल्छु क्या कसम खतरा छ त अनि ऊ 4 मिनटको त भ्लग भइसक्यो मलाई त लागिरहेको थियो कि म भर्खर 1-2 मिनट बोल्दैछु तर पनि 4 मिनट त बितिसक्यो रहेछ त नि अघि हामीले अङ्कलले के भन्दै हुनुहुन्थ्यो पैसा लाग्यो अरे तपाईँहरू दसैँ कतिको मान्नुहुन्छ हो दसैँ मान्दैन है छठ मान्नुहुन्छ है तपाईँहरूको म केही मान्दैन हो भनेपछि तपाईँले के ईद मान्नुहुन्छ ईद भनेपछि तपाईँलाई त म के भन्नु थाहा छ असाल्यो असाल्यो अलि हुकुम
वालेकुम सलाम कि अस्सलाम वालेकुम के भन्छ ए सलाम वालेकुम ए मतलब सलाम वालेकुम भन्छ अनि मैले हजुर त्यस्तो भनेपछि हजुर मैले के भन्नुपर्छ वालेकुम अस्सलाम वालेकुम हजुरहरूको के हो तपाईँको के भन्नुहुन्छ छठ तपाईँको छठ भनेपछि गोठलगे तरी हुनुहुन्छ हो गोठलगे तरी अनि अनि यता हाम्रो सरको मैले क्या मैले बवाल बनाइदिन्छु भ्लग अनि तपाईँको नयाँ युट्युब च्यानल खोल्नु होइन ट्याग हालिदिनु हाम्रो राम्री म्यामले चाहिँ यसरी यो होस्ट गरेर टक्क भ्लग बनाउनु भएको न तपाईँको त एकैचोटि 10K सब्सक्राइबर ड्याङ 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 पुगिहाल्छन् तपाईँ कुन कास्ट हो सर यादव हो भनेपछि यादव भनेपछि कुनमा पर्छ थारू हो के मान्नुहुन्छ वाले नमस्ते ए नमस्ते पनि पढ्नुहुन्छ तपाईँ अनि सबै मान्नुहुन्छ हो तपाईँ भनेपछि हामी जस्तै पऱ्यो नि त अनि उहाँ सर चाहिँ अलि परेन ईद मात्रै मान्ने वालेकुम सलाम अनि यार साँच्ची आज मैले सरको त अनि मोबाइलले पुरै खतरा बनायो भन्नु नि ठेकुवा हाम्रो यसरी रहनुहुन्छ कि दिनका दिन त्यही भएर तपाईँहरूलाई पनि हामी म यो भिडियो मार्फतै तपाईँहरूलाई पनि काम गर्न आउने हुनेहरूलाई स्वागतम छ वेलकम छ है प्लिज सम्पर्क गर्नु काम गर्न मन छ भने यसरी नै दिनकै रमाइलो गर्न पाइन्छ टक्क मर्निङ वाकहरू जान पाउँछ यो चाहिँ नाइट वाक है मस्तले घुम्यो है मजा है रमाइलो छ जिन्दगी भन्ने खालको फिल हुन्छ क्या एकैचोटि वाउ खालको हुन्छ सो अब चाहिँ हामी आफ्नै साइडमा हिँड्नु न ए भगवान् तपाईँहरू त के हो बहु अब तारी आफ्नै साइडमा आयो नि तारी यसरी बोल्नुपर्छ कि बरु है अनि पछाडि हुनुहुन्छ एकदमै राम्री राम्री म्यामहरू उहाँहरूलाई त ओहो हो 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 सबभन्दा राम्री म्याम त यहीँ हुनुहुन्छ डिम्पल पनि गालामा दुइटो बोकेर अनि त्यसपछि ओहो हो हो यत्तिकै फिता बनाइदिनुहुन्छ उहाँले त अनि यता हुनुहुन्छ हाम्रो आरती म्याम उहाँ सर हुनुहुन्न उहाँ म्यामै हुनुहुन्छ अनि यतापट्टि हुनुहुन्छ म्याम हुनुहुन्छ एकदमै राम्री म्याम झन् मेनुका म्यामको त के कुरा गरौँ उहाँ त ओहो उहाँको बारेमा म भनेर सकिँदैन सायद त्यत्तिकै राम्री हुनुहुन्छ सो गाडी पनि आइरहेको छ हाम्रो यतातिर यसरी गाडी पनि आइन्छ हेर्न सक्नुहुन्छ अर्ग्यानिक हावा खाँदै हामी चाहिँ कस्तोले चलिदिन्छ क्या बेलुका यसरी नै ओहो कति राम्रो हेर्नु यहाँ पुरै जग्गाहरू प्लोटिङ गरेको छ क्या यसरी यो चितवनको चाहिँ मलाई यहीहरू मनपर्छ क्या सबभन्दा बेस्ट जता हेऱ्यो त्यतै नै पुरै कालो पत्री छ है हाम्रो गाउँतिर त के छ यार सबै त्यो हिलो हुन्छ नि तर यतातिर सानो सानो गल्ली पनि पुरै कालो पत्रीले हानेको हुन्छ क्या पुरै चिल्लोवाला वाउ यो त पनि वाला हुन्छ क्या सब ठाउँ त्यही भएर चाहिँ हामी जङ्गल पनि आइपुगिसक्यौँ अब म चाहिँ यो भ्लग पनि बन्द गर्छु गाइजहरू बाई गरिदिनु नि त सबैजनाले बाई गरिदिनु अन्तिममा ल बाई अनि खोइ तपाईँ ल बाई गर्नु बाई 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 एभ्रिवान